मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगको ढोका उगार्ने प्रयत्नमा हामीले पुरै ऊर्जा लगाएका छौँ। तोकिएकै मितिमा भयमुक्त र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुने सुनिश्चित भएको छ। यस निर्वाचनबाट आउने संसद र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास लिएको छु। सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, माननीय मन्त्रीज्यूहरू, राष्ट्रिय सभाका माननीय सदस्यहरू, उपस्थित विशिष्ट पदाधिकारीज्यूहरू, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिज्यूहरू, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिज्यूहरू, राष्ट्र सेवकहरू, परिवर्तनको हुटुटी बोकेको युवा समुदाय, सञ्चारकर्मी मित्रहरू, स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, अभिवादन। 76औं राष्ट्रिय प्रजातन्त्र दिवसको यस अवसरमा सर्वप्रथम जहाँनयाँ निरङ्कुश राणा शासनको अन्त्य गर्न र जनाधिकार, स्वतन्त्रता, सुशासन, समतामूलक विकास सहितको प्रजातन्त्र स्थापना गर्न इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने त्यो नेपाली जनताको आत्मसम्मान, अधिकार र स्वाभिमानको उद्घोष थियो। त्यही सालको फागुन 7 गते हामीलाई रैतीबाट नागरिक बनाउने एउटा महान दिन थियो। आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको जग पनि 2007 सालको राजनीतिक क्रान्ति नै हो। तसर्थ त्यस दिनको सम्झनामा आज उत्सव मनाउन हामी यहाँ उपस्थित भएका छौँ। प्रजातन्त्र दिवस मनाइरहँदा हामीले आत्मसमीक्षा गर्नै पर्छ कि किन 2007 को उपलब्धि 2017 मा खोसियो, किन 2036, 2046, 2062-63 र फेरि 2082 मा पनि सडकमा जनता उत्रिनु पर्यो, किन यसपटक कलिला जेन्जी युवाहरूले पनि गोलीको पर्वाह नगरी आवाज उठाउनु पर्यो। उत्तर प्रष्ट छ। हामीले लोकतन्त्रको नारा भट्यायौँ, संविधानमा अक्षरका सुन्दर बान्की सजायौँ, तर त्यसको लोकतान्त्रिक व्यवहार र संस्थागत गर्नै चाहेनौँ। सिद्धान्तमा लोकतन्त्र आयो, तर व्यवहारमा विभेदलाई नै प्रशय दिइरह्यौँ। संविधानमा समानता लेख्यौँ, तर संरचनामा असमानतालाई नै जोगाइरह्यौँ। एउटै वर्ग सत्तामा थायी रूपमा हालिमुहाली गरिने, स्रोत साधनमा एकाधिकार जमाइरहने र राज्य संरचनामा पजनी चलाइरहने सिलसिलाको अन्तै हुन सकेन। यस्ता अपसंस्कृतिले राज्यप्रति विश्वास हराउँछ र विद्रोह जन्माउँछ। यहाँ त्यही भयो। बजेट वितरणमा भएको मनोमानीलाई सम्झौँ। समानुपातिक निर्वाचन प्रणालीबाट प्राथमिकता साथ लाभ पाएकाहरूको सूची केलाउँ। छात्रवृत्ति र रोजगारीमा गरिएको काखा-पाखा हेरौँ। अनि यहाँ विद्रोह नभएर के हुन्छ? जहाँ भूमि मान्छे उपेक्षित छ, जहाँ सीमान्त नागरिक अपमानित छन् र सत्ताको स्वादमा विलासी जीवन बिताइरहनेहरूको हैकम चलिरहन्छ, सबल लोकतन्त्रले असन्तोषलाई दमन गर्दैन, त्यसलाई सुधारको अवसरका रूपमा ग्रहण गर्छ। यही संस्कार विकास गर्नु आजको आवश्यकता हो। प्रजातन्त्रलाई अब शासकीय स्वरूपमा आएको प्रविधिक परिवर्तनका रूपमा मात्र कदापि हेरिनु हुँदैन। अब त खासमा यो एउटा जीवनशैली हो। यो इन्टरनेटमा हुने अभिव्यक्ति स्वतन्त्रतादेखि भान्सामा पाक्ने तरकारीको मूल्यसम्ममा झल्कनुपर्छ। दुई छाक टार्नैका लागि सन्तानको लाड प्यारको माया मारेर खाडीको गर्मीमा वर्षौं बिताउने बाबुआमालाई प्रजातन्त्रको कुनै आदर्श कुराले छुन सक्दैन। बिरामी भएर अस्पतालको बिल तिर्न नसक्दा, पैसाकै कारण राम्रो शिक्षा दिन नसक्दा त्यहाँ के तन्त्र के को बाग। यी र यसै मसिना कुरासँग हामीले ल्याएको व्यवस्थाको औचित्य डाजेर हेर्न ढिला भइसकेको छ। त्यसैले प्रजातन्त्रको वास्तविक झल्को अन्त कहीँ होइन, आम मानिसको मुहारमा झल्किने आनन्ददायी मुस्कान र उनीहरूका निष्फिक्री निन्द्रामा झल्किनु पर्दछ। म स्पष्ट रूपमा भन्न चाहन्छु,
युवालाई तिरस्कार गरेर कुनै राष्ट्र शान्त रहन सक्दैन। युवामा ऊर्जा छ, नैतिक क्रोध छ र परिवर्तनको आकांक्षा छ। उसले नातावाद, कृपावाद र भ्रष्टाचार सहदैन। त्यो असन्तोषलाई दबाएर होइन, सम्बोधन गरेर मात्र राष्ट्र अघि बढ्न सक्छ। लोकतन्त्र भनेको केवल प्रक्रिया मात्र पनि होइन, लोकतन्त्रले नतिजा दिनुपर्छ। विधिको शासन आवश्यक छ, तर प्रक्रियाको नाममा नागरिकलाई अल्झाएर राख्नु, ढिला सुस्ती, हैरानी र प्रार्थना दिनु पनि लोकतन्त्रको अभ्यास होइन। यो एउटा बेथिति हो। भदौ 23 र 24 का घटना पश्चात बनेको यस सरकारले जेनजी आन्दोलनको आवाजलाई गम्भीरतापूर्वक लिएको छ। सुशासन, पारदर्शिता, समन्वय र जवाबदेहितालाई व्यवहारमा रूपान्तरण गर्ने दिशामा हाम्रा प्रयास अभिमुख छन्। यद्यपि असामान्य अवस्थालाई सामान्यीकरण गर्दै मुलुकमा शान्ति सुव्यवस्था बहाली गर्नु र छोटो समयमा निर्वाचन समेत सबल वातावरण बनाउनु पर्ने यस सरकारको प्राथमिक कार्यदेश रहेको पनि यहाँहरूलाई विदितै छ। हाम्रो लोकतन्त्रको मुख्य चुनौती भ्रष्टाचार, स्रोतमा सीमित वर्गको हालिमुहाली र दण्डहीनता नै हो। ठुलो युवा पंक्ति पलायन भएर हाम्रा गाउँहरू खाली हुनुको प्रमुख कारण पनि यही नै हो भन्ने निष्कर्षमा म पुगेकी छु। तर जवाबदेहिताको आवाज बुलन्द गर्ने युवाको पलायनबाट कसैले राहत महसुस नगरे हुन्छ। प्रत्येक शासकले ख्याल राख्नु, हाम्रा युवा अभाव सहन तयार छन्, तर अन्याय, अपमान, विभेद र तिरस्कार सहन तयार छैनन्। भोलि आउने शासकहरूले युवालाई अपमान र तिरस्कार गरिरहने भने फेरि पनि विद्रोह हुनेछ। नेपालको निर्वाचन इतिहासमा डिसेम्बर 2015 साल फागुन 7 गतेदेखि पहिलो प्रजातान्त्रिक निर्वाचन सुरुवात भएको ऐतिहासिक तथ्य हामीमा छ। तसर्थ आज प्रजातन्त्र दिवस मात्र होइन, निर्वाचन पनि हो, दिवस पनि हो। संयोगवश यस वर्ष पनि यसै फागुन महिनाको 21 गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुन गइरहेको छ। यस निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गरी मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगको ढोका उगार्ने प्रयत्नमा हामीले पुरै ऊर्जा लगाएका छौँ। तोकिएकै मितिमा भयमुक्त र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुने सुनिश्चित भएको छ। यस निर्वाचनबाट आउने संसद र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास लिएको छु। अन्त्यमा यस दिवसले हामीलाई संस्कारयुक्त राजनीति, जवाबदेही शासन शैली, सामाजिक न्याय सहितको समृद्धि हासिल गर्न प्रेरित गरोस्। हाम्रो राष्ट्र सबै नागरिकका लागि समान अवसर र सम्मानको साझा घर बनोस्। लोकतन्त्रका लागि जीवन अर्पण गर्ने महान शहीदहरूप्रति पूर्ण हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। बुद्धिजीवी, नागरिक समाज, जेनजी युवा र सम्पूर्ण प्रजातन्त्र प्रेमी नागरिक प्रति सम्मान प्रकट गर्दछु। विभिन्न आन्दोलनका ती वीर योद्धाहरूले देख्नु भएको समुन्नत र न्यायपूर्ण नेपालको सपना साकार पार्नका निम्ति हातेमालो गरी हामी एकजुट हुन अपिल पनि गर्दछु। धन्यवाद।